नमस्कार सम्पूर्णमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। अब भिडियो नयाँ हुन सक्ला। यो भर्खर जेठ लागिरहेछ, असार लागेकै छैन, त्यही पनि पानीले हेर्नुहोस् न यस्तो रडाको मचाइरहेछ कि यति विधि पानी त मैले देखिथिनँ पानी परेको। तर यो वर्ष चाहिँ जस खेतीबारी चाहिँ राम्रै नै हुने भयो। पानी पनि मजाले परिरहेछ, हेर्नु होला है। हेर्नुहोस् है, अब मोबाइल भिज्छ भने डरले यहाँ खिच्दैछु। हेर्नुहोस् यस्तो मुसलधारे पानी परिरहेछ कि पुरै नगर्नुहोस्। तपाईँहरूलाई कस्तो लाग्छ यो वर्षाको टाइम चाहिँ, समय चाहिँ कस्तो लाग्छ जानकारी गराइदिनु होला। र एकदम मजाको पानी परिरहेछ, एकदमै शीतल शीतल भइरहेछ यो गर्मी मौसममा। यो पानीले पनि एकदमै राहत दिन्छ। सबैलाई त्यस्तै भइरहेको होला होइन। जहाँसुकै पानी परिरहेछ, जतासुकै पानी परिरहेछ, जहाँ जहाँ पानी परिरहेछ उहाँहरू एकदमै खुसी हुनुहुन्छ भन्ने लाग्छ। यो हावाले पनि एकदम गर्नु गऱ्यो के, हावाले पनि लास्टै गर्छ। यो हावासँगसँगै पानी पनि परिरहेको अवस्था छ। अब को कहाँबाट हेर्दै हुनुहुन्छ थाहा छैन मलाई। अहिले चाहिँ हामी भानु नगरपालिका वार्ड नम्बर 2 तनहुँमा छौँ है। हाम्रै निवास, आफ्नै निवासमा चाहिँ छौँ र सबैजना आरामै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। र पानीको मौसममा कतिको भिज्न मनपर्छ। बाल्यकालमा त एकदमै भिज्न मन पर्थ्यो होइन। अब अलिक ठुलो भइसकेपछि चाहिँ सायद त्यो नहोला, तर बचपनको यादहरू पनि दिलाउँछ। तपाईँहरूलाई कतिको दिलाउँछ पानी परेको बेलामा पौडी खेल्ने होइन, स्विमिङ गर्ने गर्छौँ। तपाईँहरू गर्नुहुन्थ्यो कि हुन्थेन, र यो पनि जानकारी गराइदिनु होला। अब उतै गएर खिच्न पाइनँ किनभने मोबाइल पनि भिज्न सक्छ है, प्रब्लम हुनसक्छ। त्यही भएर चाहिँ मैले बाहिरबाट तपाईँ देखाएँ। ल हेर्नुहोस् है, एकदमै हावा पनि मजाको चलिरहेछ, पानी पनि मजाको परिरहेछ है। भिडियो पनि लिइरहेको छु म तपाईँहरूसँगै बसेर। र हेर्नु है, पानी चाहिँ मजाले परिरहेछ। अब पानीको त पुरै नगरौँ, अब सबैतिर त्यस्तै छ, हेर्नु होला है। र एकदम हावाहुरीले गर्दाखेरि चाहिँ यस्तो भइरहेछ। र हेर्नुहोस् है, पानी कस्तो परिरहेछ कि तपाईँलाई देखाइदिन्छु। यो हेर्नुहोस् त, पानीको मुसलधारे परेछ क्या, एकदमै मुसलधारे। यो असारतिर हामीले चाहिँ देख्छौँ नि यस्तो पानी परेको। हामीले चाहिँ असारतिर, साउनतिर देख्छौँ भने अहिले चाहिँ हेर्छ जेठमै यस्तो भइरहेछ। जेठको नि आज भर्खर 2 गते। अनि हेर्नु है, हावाले गर्नु गऱ्यो। ल हेर्नुहोस् है, सबैजनालाई स्वागत पनि गर्न चाहन्छु। भिडियो हेरेर लाइक, कमेन्ट, सेयर जे गर्न मनपर्छ त्यो गरिदिनु होला है। ल हेर्नु होला, उता खिच्नै पाइनँ के, त्यो पानीले एकदम गर्नु गऱ्यो के, त्यसले गर्दा पनि हो। ल हेरेर साथ दिनु होला, माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला है। ल हेर्नुहोस् त, यहाँ ताल भइसक्यो, छेउवा ताल जस्तै देख्नुभयो नि। यस्तो आइरहेको छ कि पानी पुरै नगरौँ। यतातिर पनि यस्तो छ, यस्तो मजाको देखिरहेछ है, यस्तो मजाको देखिरहेछ कि पुरै नगर्नुहोस् न है। ल आउनुहोस्, सबैजनालाई एकदमै स्वागत गर्न चाहन्छु। यहाँ घर छ, यहाँ पनि छ, यहाँ पनि रहेको छ है। हेर्नुहोस् एकदमै मजाको छ, मजाको वातावरण छ। हेरेर साथ दिनु होला है। उहाँ भेल बगेछ क्या हो, पानी लगाइरहेछन् है। सबैजनालाई स्वागत गर्न चाहन्छु। यो हावाहुरी चलेर गर्नु गऱ्यो के, हेर्नु है सबैजनाले। ल एकदमै स्वागत गर्दै आउनुहोस् है, कुराकानी गर्ने। कहाँबाट भन्नुभयो? ल हेर्नुहोस् है, हेर्नुहोस् आनन्दको छ। यो हेर्नुहोस् है, कस्तो मजाको छ है। यस्तो शीतल प्रदान गरिरहेछ, यस्तो शीतल आनन्द भइरहेछ कि पुरै नगरौँ। हेर्नुहोस् है, पानी त यस्तो मजाले परेको छ कि, पुरै छाड्यो। खेतीबाली पनि असाध्यै राम्रो हुन्छ जस्तो लागिरहेछ।
अब मकै भर्खर रोपिरहेको अवस्था है। अब तरकारीहरू पनि यताउति सबै रोपेको अवस्थाले गर्दाखेरि चाहिँ है। थ्याङ्क यू सो मच हेरेर साथ दिनु होला, माया गरिदिनु होला यो भिडियोलाई पनि भन्दै सबैजनालाई थ्याङ्क यू हेरेर साथ दिनुभएकोमा, माया गरिदिनु भएकोमा धन्यवाद दिँदै बाई बाई, सी यू।